के को 16 वर्ष हुन्छ। अब मेरो बेनै नगरीदेखिको यो खेती गरिसकेको यहाँनिर अनि अब मेरो बेको बेला यहीँतिर धान रोपेर म गएको। अब मेरो छोरी त अनि 25 वर्षको म 26 वर्षको उमेरको थिएँ त्यतिखेर मेरो बे हुँदा होइन। अनि यो खेती गरेको होइन 22 वर्ष। नेपालीहरू त्यहाँ त कस्तो रमाइलो दिनमै त्यहाँ चाडबाड जतिकै हुन्छ। सहर बजार जस्तै यस्तो जंगलको बीचमा घर बनाएर बस्थ्यो होइन। यस्तै कोठामा बस्नु पर्ने। टेप गन्काइराखेको हुन्छ त्यो अनिवार्य। नाचेको कोही नाच्ने नाचिराखेको हुन्छ। तास खेल्ने खेलिराखेको हुन्छ। गीत गाउँदै गीत गाइराखेको हुन्छ। रमाइलो हुन्छ नि त्यो अनिवार्य। त्यो सुन्नै हुँदैन। बजार सहर बजार जतिकै हुन्थ्यो तर जंगल बीचमा नि फेरि बस्तीमा होइन सहरमा होइन बस्तीमा। अनि जाँड रक्सी त्यसरी धेरै फेरि जाँड रक्सी खानु दिँदैन थियो। जाँड रक्सी खाएर हल्ला गरेको अघि उनीहरूले चिनिहाल्थे। आइहाल्छन् पुलिसहरू खसियाहरू। लुकाइ मात्रै खानु पर्थ्यो। लुकाउनु पकायो कहिले त पकाउँथ्यौँ नि हामी पनि बेच्छौँ रमहरू। अब उता बस्तीको मान्छेहरू आयो अब उतैको आयो भनेपछि अब झुलभित्र लुकाउनु पर्छ। यस्तो खल्टा हुन्थ्यो लुकाइहाल्नु पर्छ। त्यो उनीहरूको देखिराख्नु हुँदैन। त्यहाँ हाम्रो बसेकोमा जम्मा 35 जना त लङ्गडा हामीले नै खुवाएको होइन। लङ्गड भन्छ उता होटेलमा। अनि अरू छुटो बस्नेहरू पनि थियो। सरदारहरू आफै पकाएर खान्थे। कोही फ्यामिलीवालाहरू पनि छुटो बस्थ्यो। अनि त्यति चाहिँ 35 जना चाहिँ हामीले खुवाउँथ्यौँ। 6 महिना खुवाउँथ्यौँ। अनि 6 महिना भएपछि अब खुवाउँदै त्यतिकै नेपाल आउनु परेर आइगयो छुट्याएर। अब उनीहरूलाई छुट्याउनु 2 पल्ट जानुभयो। 2 पल्ट गएर आउनुभयो। अनि अहिले त अब फ्रेक्चर हुनुहुन्छ। रुखदेखि लगाउनु भएको छ। ढाडमा स्टेल लगाएको छ। अब त्यो ठाउँमा भनेको अब यस्तो खल्टा मुनि पसेर काम गर्नुपर्छ। यस्तो खाटदेखि मुनि जस्तो अब ढाडले हुँदैन। अनि अब कमाउनु त कता जानु। अब नेपालमै दुःख सुख गर्दै खाँदै बस्नु।